हेलो सबैजनालाई नमस्कार। मेरो क्यामेरा चाहिँ के भएछ आज? टल्केर होला र इग्नोर गरिदिनु ल। अब जस्तो भयो नि एउटा मात्रै भिडियो थियो त्यो चाहिँ त्यो भएर राख्नु पर्यो। आज हाम्रो एक दिन चाहिँ स्पेसल दिन थियो आज, त्यसैले आज हामी चाहिँ यसो बाहिर निस्किने प्लान गरायौँ। दिनभरि घरमै थियौँ। आज मेरो दिदी बिनाजुको एनिभर्सरी थियो, त्यसैले दिदी बिनाजु छोरी म भएर बाहिर निस्क्यौँ। कोसीगया लेक टाउन एकदमै रमाइलो थियो, वरिपरि सबै राम्रो थियो, भ्यूहरू साँझको टाइम थियो अनि सुन्दर हरियाली मनोरम। मलाई चाहिँ पोखराको वरिपरि लेक साइड गए जस्तै लाग्यो, यो पनि लेक साइड नै थियो, याद आयो पोखराको चाहिँ। अनि हामी निस्केर वरिपरि हेऱ्यौँ, रमायौँ, थोरै खाजा पनि लिएर गएको थियौँ, बिनाजुले लिएर हिँड्नु भएको छ। अनि हामी के खायौँ अनि अब यहाँ आएपछि भिडियो टिकटक त बनाउनै पर्यो, वरिपरि पनि खिच्नै पर्यो। अनि आफूले भने जति भिडियो बनायौँ, भने जति टिकटक बनायौँ सबैजनाले। अनि यहाँ चाहिँ बाबा छोरीलाई भोक लागेछ क्यार। अनि हामी त्यहाँबाट वरिपरि हेर्दै निस्कियौँ। निस्किने बेलामा चाहिँ लास्टमा भए पनि सनसेट हुने लागेको थियो। अनि एकछिन चाहिँ लिनुपर्छ भिडियो भनेर म चाहिँ भिडियो लिन थालेँ। उहाँहरू पनि भिडियो खिच्दै के गर्दै हुनुहुन्छ, साइडमा हुनुहुन्छ होला। अनि भिडियो लिएर हामी त्यहाँबाट एकछिनमा निस्किन्छौँ। राम्रो थियो, वरिपरि बसेर आनन्द लिने ठाउँ थियो, एकदमै दिमाग भएको बेलामा। अनि हामी चाहिँ अब खानु पर्यो, भोक लाग्यो सबैजनाले। अनि खानेकुरा अर्डर गऱ्यौँ, भिडियो बनाउँछु दिदी म भनेर भिडियो बनाइदिएर रमाउँदैछ। घरमा रिटर्न भयो सबैजना। आजको रमाइलो भयो, स्पेसल भयो। थ्याङ्क यू फर वाचिङ मेरो दिदी बिनाजु छोरीलाई।